नमस्कार। मार्केटिङ भने यस्तो चिज हो जसले चाहिँ हाम्रो बुद्धि र आँखामा छारो हालिदिन्छ। आउनुहोस् केही बुझिराखौँ है त। हामीले डेली प्रयोग गर्ने चिजहरूमध्ये हरेक घरमा प्रयोग हुने चिनी अनि सक्खर अनि मह। ल भन्नुहोस् त यसमा सबैभन्दा स्वस्थ के? अब हजुरको मनमा के छ र हजुरले के सोच्नुभएछ मलाई केही लिनु दिनु छैन। आउनुहोस् सत्यतातिर लागौँ है त। क्यालोरीको कुरा गरौँ न। मह 100 ग्राममा 304 क्यालोरी जति हुन्छ। 383 क्यालोरी जति सक्खरमा हुन्छ गुडमा र चिनीमा 387 क्यालोरी जति। खासै क्यालोरीमा त फरक देखिनँ मैले त। अब जाउँ ग्लाइसेमिक इन्डेक्स तर्फ। कति स्वाटै कति चाँडै सुगर बढाउँछ, सुगर स्पाइक कति चाँडै ल्याउँछ, कसले ल्याउला त? महको ग्लाइसेमिक इन्डेक्स छ 58 जति, सुगरको चिनीको 65 जति र तपाईलाई सुन्दा अचम्म लाग्ला सक्खरको 84 छ। विज्ञान अनुसार मह र चिनी झन्नै बराबर सुगर स्पाइक ल्याउँदो रहेछ। यो दुईटाले सुगर स्पाइक सम्पूर्ण इन्फ्लामेसनको प्रिकर्सर हो। त्यसैबाट बोसो, त्यसैबाट इन्फ्लामेसन, त्यसैबाट रोग। तर अचम्म के लाग्यो, चिनी भन्दा सक्खरको ग्लाइसेमिक इन्डेक्स हाई छ। सुगर बढाउन, सुगर स्पाइक ल्याउन, रोग लगाउन, स्वाटै सुगर बढाउन र क्र्यास गराउन सबैभन्दा खतरनाक सक्खर रहेछ, गुड। अब यी चिजहरूमा कार्बोहाइड्रेटको मात्रा कति छ त? 7% कार्बोहाइड्रेट, 98% जति कार्बोहाइड्रेट र 82% जति कार्बोहाइड्रेट। थुप्रै व्यक्तिहरू खुसी हुनुभयो होला। एहे 98 भने 2% जति त केही पौष्टिक तत्त्व होला नि। इम्प्युरिटिज र पानीको मात्रा। त्यस्तै हनीमा महमा पनि पानीको मात्रा र इम्प्युरिटिज अन्य तत्त्व, कुनै पौष्टिक तत्त्व त्यस्तो धेरै तपाईले सोचे जस्तो 20% यतातिर 2% पौष्टिक तत्त्व चाहिँ छैन। पौष्टिक तत्त्वमा म जाँदैछु। अनि सुन्नुभयो होला महमा सक्खरमा त मिनरल्स हुन्छ यति मात्रामा, ट्रेस रूपमा हुन्छ। सक्खर महमा पाइने मिनरल्स त यति फलफुलमा पाइन्छ। अनि फेरि सुन्नुभयो होला तपाईहरुले, हैन यसमा त एन्टिअक्सिडेन्टहरु पाइन्छ रे, थुप्रै त्यस्तो तत्त्वहरु पाइन्छ। हो पाइन्छ, यति मात्रामा पाइन्छ। त्यस बराबर त 100 ग्राम मह र 100 ग्राम सक्खरमा पाइने एन्टिअक्सिडेन्ट त 10 देखि 16 ग्राम फलफुलमै पाइन्छ। चाहे त्यो हाम्रै वरिपरिका फलफुल हुन्, चाहे त्यो स्याउ होस्। अनि त्यत्रो क्यालोरी केको लागि? फुक्का। साइन्सलाई मान्ने भने त यी तीनै एउटै ड्याङ्का मुला हुन्। वेट लस गराउन तीनटै काम लाग्ने छैनन्। वेट लस गराउन म त बिहान तातो पानीमा मह खान्छु, यसले पुरा फ्याट लस गराउँछ। कुनै फ्याट लस गराउँदैन। दुनियाँमा एउटा रिसर्च देखाउनुहोस् न तातो पानीमा मह खाएर फ्याट लस हुन्छ भन्ने। उल्टै फ्याट जम्मा हुन्छ। फ्याटी लिभरको लागि तीनटै हानिकारक छन्। इन्सुलिन रेजिस्टेन्सको लागि तीनटै हानिकारक छन्। मधुमेह सुगर रोगमा तीनटै हानिकारक छन्। स्वास्थ्यको लागि तीनटै काम लाग्ने छैनन्। हेर्नुहोस् यस्ता मिठा खानेकुराको कस्तो तितो सत्य है। तपाईलाई यो सत्य कस्तो लाग्यो? विश्वास लागेन? रिसर्च गर्नुहोस् न। केही गलत भनेछु भने अनि मलाई कमेन्टमा भन्नु होला। अनि तपाईको आँखा खुले कि खुलेन? म त हैन चिनी छोडी मैले त सक्खर खान्छु। चिनी र सक्खरमा साइन्टिफिकली कुनै फरक छैन है। बिहान वेट लसको लागि है म त मह खान्छु।